म छोटो छोटो भिडियो क्लिपहरू बनाएर हाल्छु, त्यहाँ फेसबुकले काटेर हालिदिन्छ क्या। अनि त्यस्तो गर्छ होइन। अनि किन खिच्न दिँदो रहेनछ भनेको त कारण त्यो रहेछ, उनीहरूको नाम फेलास हुन्छ भनेर, बाहिर बदनाम हुन्छ भनेर त्यस्तो गर्दो रहेछ। अनि नयाँ आएको मान्छेहरूलाई 2 लाख रुपियाँ लुट्ने, अनि त्यसैबाट फेरि साथी अब जो अगाडि बढेको छ तिनीहरूले त पुरस्कार पाउने नि भयो। अनि जति पछि आउँछन् नि तिनीहरू चाहिँ डुब्ने नि हो क्या। त्यहाँ चाहिँ यसो युट्युबहरू हेर्दाखेरि पनि र आफूले यो पिरामिड सिस्टम, यो चेन सिस्टम के रहेछ भनेर यसो बुझ्ने कोसिस गरेँ। अब नेपालको आधा जनसङ्ख्या जति तिनीहरूले 8 वर्षसम्म भ्याइसकेछन् क्या। अब व्यापार गर्ने तरिकाहरूमा त्यही नै हो। अब त्यो एकदमै सबल व्यापार लाग्छ मलाई, किनभने दोकानमा राखेको चिजहरू त आवश्यक भए मात्र जान्छ त्यहाँ मान्छे किन्नको लागि। तर त्यहाँ चाहिँ आवश्यक होस् कि नहोस्, त्यहाँ गइसकेपछि तिनीहरूको कपडा किनिदिनु पऱ्यो, तिनीहरूको मेम्बरसिप लिनु पऱ्यो, अनि चाहिँ फेरि अर्कोलाई फसाउँदै जानु पऱ्यो, अनि चाहिँ झुट बोल्दै जानु पऱ्यो। त्यहाँ चाहिँ अब यो कामको लागि भनेर त्यो जस्तो होटलमा काम गरेको मान्छे छ भने त्योसँग भेट भयो भने होटलको लागि भन्नु पऱ्यो, कुक छ भने कुकै हो भन्नु पऱ्यो त्यहाँ। अनि त्यसरी चाहिँ उनीहरूको के काम हो भन्ने थाहै हुँदैन। अनि भित्र गइसकेपछि सुरुकै दिन बिजनेस गर्नुपर्छ, नोकरी गर्नु हुँदैन भनेर 30 मिनटको जतिको तालिम हुन्छ, लेखाइ पढाइ हुन्छ, त्यो बुझ्न पनि सकिन्न। त्यत्रो मान्छे 2-3 हजारको मान्छेको बिचमा 4 जनाको टेबल बनाएको हुन्छ, यता पनि कराएको उता पनि कराएको हुन्छ, खासै बुझिन्न। चलो होला अब परम्परागत बिजनेस, पुरानो खालको बिजनेसहरू, अनि नयाँ खालको बिजनेसहरू, अनि लास्टमा MLM बिजनेस भनेर 40 वर्ष पुरानो बिजनेस पन्जी सिस्टम भनेर सिकाउँछन् तिनीहरूले। त्यसपछि यो पुन्जीले गरेको पन्जी पनि त्यतिखेर जेल गएको थियो अरे। अनि त्यसपछि अर्को कुनै कुन कम्पनीले ल्याऊ भनेर त्यहाँ भनेछ। अनि त्यस्तै हुँदाहुँदै अब नेपालमा पनि आयो। नेपालमा चाहिँ यो लुटपाट सरकारले चाहिँ ब्यान गर्छ भनेर चाहिँ त्यो कस्तो खालको ब्यान त रहन्छ नि, अस्ति त्यस्तै खालको बिजनेसहरू त अरू छन्, MLM बिजनेसहरू थुप्रै छ। तर चाहिँ अब त्यो अलिकति ठग्ने, 2 लाख रुपियाँ ठग्ने भएको कारणले त्यो ब्यान हुन्छ भनेर चाहिँ बिहारको मुजफ्फरपुर भन्ने बिहार फेरि नेपालीहरूले मन नपर्ने क्षेत्र, त्यही ठाउँमा गएर तिनीहरूकै बिहारको चाहिँ गरेर राम्रो खालको बखान गरेर त्यहाँकै त्यो ठाउँमा खोलेर बसिरहेका छन् लुट्नको लागि। एकदमै दुःख लाग्यो मलाई है। त्यहाँ गहना खोलाउने, जग्गा बेच्ने, विदेश जाने बाहना बनाउने ट्रिकहरू त्यही गरेर सिकिँदो रहेछ क्या। जसरी भयो भने 2 लाख रुपियाँ निकाल्नु पर्छ भन्ने चाहिँ सम्म पुऱ्याउँछन् क्या त्यहाँ, त्यस्तो गराउँछन्। एकजना मैले भाइलाई भेटेँ, 5 करोड दिनुभएको मान्छेलाई, राजकुमार श्रेष्ठ भन्ने है, लमजुङको मान्छे। त्यो दिँदाखेरि म पनि त्यतिखेर थिएँ। उसले के भन्यो भनेपछि सबैको ऋण सोधेको। अनि तपाईँको कति छ भन्दाखेरि एकजना भाइले भन्यो मेरो 5 करोड छ भन्यो। 5 करोड तपाईँकै हो कि सगोलमा छ, कसो हुनुहुन्छ भन्दाखेरि हामी 5 भाइ हो, 5 भागमा 1-1 करोड परेछ भनेर भन्यो। त्यो 1 करोडमा आजबाट 1 करोड 2 लाख रुपियाँ मेरो ऋण छ भनेर डायरीमा लेखेर बस्नुहोस् र यहाँ राम्रोसित काम गर्नुहोस्। 2 वर्षभित्र तपाईँको 1 करोड चट, त्यसको जिम्मा म लिने भएँ भनेर भनेको त्यो मान्छेले। त्यो भन्दाखेरि के लाग्छ भनेपछि अब सबैभन्दा बढी ऋण भएको मान्छेलाई त्यो भन्यो भने त हामी त कम ऋण भएको मान्छे त अगाडि बढिहाल्छौँ भन्ने हुन्छ। त्यो ऋण भएको मान्छेलाई यति गाह्रो छ नि, त्यो 2 लाख रुपियाँ निकाल्न कहाँबाट उसले निकाल्छ होइन। 1 करोडमा 2 लाख प्लस गर्नुहोस् भनेर भन्छ। अब त्यसलाई फेरि त्यस्तो खालको मान्छे फेरि 2 लाख रुपियाँ खोज्नु पऱ्यो। फेरि त्यो 2 लाख रुपियाँ खोजिसकेपछि आफू त डुब्यो, फेरि त्यस्तै 2 लाखमा डुबाउने जानु पऱ्यो। त्यस्तो मान्छेलाई फेरि त्यो 2 लाखमा डुबाउने खालको अब मान्छे आफै डुबिसकेपछि फेरि अरूलाई डुबाउनको लागि त्यो मान्छे कहाँ जाला, त्यो खालको छ क्या। त्यस्तो गरेर हुन्छ मान्छेलाई, त्यस्तो दबाएर हुन्छ। मलाई एकदमै गाह्रो लाग्यो त्यो देख्दाखेरि होइन। अनि मान्छेलाई जसरी भए पनि पैसा निकाल्नुहोस्, जसरी भए पनि पैसा निकाल्नुहोस् भनेर आखिरमा लास्टमा अनि त्यहाँ सुन्दासम्म ठिकै होला जस्तो लाग्छ, 3 ठुल्ठुला कुरा सुन्दाखेरि। अनि
अब जसरी भए पनि पैसा निकाल्न सक्ने खालको बनाउँछन् के, त्यहाँ वातावरण त्यस्तो सिर्जना गरिदिन्छन् के। लास्ट त्यहाँ चाहिँ रुममा फेरि बाटोमा आइन्छ। बाटोमा आउँदाखेरि यस्तो सोचिन्छ कि बाफ्रे नि, म त नोकरी गर्न आएको मान्छे, फेरि पैसा कहाँबाट निकाल्ने होला, यता फेरि ध्यान जान्छ क्या। यस्तो हुन्छ, एकदमै टेन्सन हुन्छ। किस्ता भएको मान्छेलाई अब यहाँ साथी नबनाउनुसम्म 1 रुपियाँ पनि कमाइ हुँदैन। 4-5 महिनासम्म पनि साथी बनेन भने यहाँ खाली बस्ती गर्ने पनि दिन्नन्। 15 दिनबाटै उसलाई चेन्ज गर्छन् र या त घर जा भन्न थाल्छन् लुटेर, या त चाहिँ साथीले भन्न थाल्छन् कि मलाई नै त्यस्तो भएको। मैले आफू डुब्नु पऱ्यो पहिला 2 लाख रुपियाँ हालेर, फेरि अरूलाई पनि फसाउने क्या 2 लाखमा। एकचोटि एउटा मान्छेलाई फसाइयो भने 20,825 24-25 कति आउँछ अरे। अनि अर्को फसाउनु पऱ्यो, 24 दुना 48 भयो, 20 दुना 40 भयो। त्यस्तो गरेर फसाउँदै जाने हो। 2 लाख रुपियाँ निकाल्न कम छ। जबसम्म त्यहाँ अरूले फसाउन सकिन्न तबसम्म आफू पनि डुब्ने हो। त्यहाँ केही हुनेवाला छैन, खाना पनि दिन्नन् त्यहाँ त। अनि भन्न थाल्छन् खोलामा गएर माछा मार्न जाल थाप्नुपर्छ, जाल नथापेसम्म माछा आउँदैन, माछा नआएसम्म खान पाइँदैन भन्न थाल्छन्। हो यस्तो खालको छ त्यहाँको नीति होइन, एकदमै गाह्रो छ।